हेलो, मेरो अर्को न्यू मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। म चाहिँ उठेर भातसात खाएर, आज चाहिँ शनिबार, भातसात खाएर रेडी भएर बजार तरकारी लिनको लागि गयौँ। हामी दुईजना जाँदैछौँ। बिहान उठेर काम गरेर खाना बनाएर के घरको काम गरेर के गरेँ त्यो चाहिँ मैले खिचिनँ। यी सल्लेरी बजार यस्तो छ। आज चाहिँ अलिअलि दिन उग्रिरहेको छ, अलिअलि घाम लागिरहेको थियो त्यति बेला। तर के गर्नु, एकैछिनमा अहिले पानी परिहाल्छ, फेरि धुम्म भइहाल्छ। एटिएम पैसा झिकेँ बजार जानको लागि। गयौँ हामी बजार। अलिक पर छ क्या, अलिकति हाम्रो अफिसदेखि अलिकति टाढा छ बजार चाहिँ। अनि एकैचोटि शनिबार लाग्छ नि त बजार। अनि त्यहीँबाट तरकारीहरू के चाहिन्छ ल्याउँछौँ। बजार हेर्नु नि यस्तो छ, कति राम्रो नपाइने केही छैन। यहाँ सबै पाइन्छ, तर महँगो न महँगो पाइन चाहिँ पाइन्छ सबै। यहाँ तरकारी फलफुल सबै ल्याएछन्। म पनि किन्नु लागिँदैछु, के किन्नुमा कन्फ्युज हुँदैछु। केहीबाट सुरु गर्ने होला सोच्दैछु। यहाँ पछाडि आइसक्नु भएछ म जसँग भएँ। मान्छेहरू कति छन् राम्रो तरकारी किन्न पऱ्यो। पहिला सुरुमा तरकारी किन्छु। किनिसक्यो, रेडी भइसक्यो हाम्रो सामान। 2 बल्ल अगाडिको अरू चाहिँ म खिचेन धेरै, अस्ति पनि खिचिरहेको थिएँ नि त मैले। रेडी भयो 2 झोला सामान। अब हामी गयौँ रुमतिर पकाबकेर। रुममा सामान राखेर फेरि गयौँ हामी ग्यारेज। बाइकको के बिग्रिरहेछ त्यो बनाउनको लागि हामी गयौँ ग्यारेजमा भित्र बाइक बनाउँदैछ। म चाहिँ सानो बहिनीसँग गफ गरेर बसेँ। मेरो कति राम्रो बोलाइलिरहेछन्। अनि वहीसँग म चाहिँ गफ गर्दै बसेँ। एक्लै दिक्क लाग्यो। बहिनीसँग गफ गर्दै बसेँ एकैछिनमा काम सकिहाल्नु सकिन त। तर कति राम्रो छन्। म सोध्दैछु केही कुराहरू नलजाइकन भन्दैछन्। फोटो खिचेँ मैले, भिडियो बनाएँ, के गर्नु। अनि काम सकेर हामी लाग्यौँ फाप्लुतिर। फाप्लु पनि त्यहीँ, फाप्लु विमानस्थल त्यहीँ नजिकै रहेछ क्या। के गर्दै बस्नु भनेर। अनि त्यति बेला खासै पनि थिएन, काम पनि थिएन दिपेन्द्रको। अनि लिएर गएँ मैले फाप्लु। पर देखेको चाहिँ सोलुखुम्बु नै हुन्। यता सल्लेरी बजार पनि देखिन्छ अब यहाँबाट। त्यहाँबाट हेर्दाखेरि सल्लेरी बजार कस्तो छ हेर्नु है त। के खिचे नि। ऊ सल्लेरी बजार हो त्यो चाहिँ, परबाट देखेको। हामी लाग्यौँ फाप्लुतिर। फाप्लु जाँदैछौँ। फाप्लु बजार रहेछ यो चाहिँ।